Hello everyone and welcome back to another lecture video of soil mechanics in our Midway School platform. हामी soil mechanics को chapter 3 पढिरहेका थियौं र chapter 3 भित्र पनि हामी soil classification system को बारेमा पढिरहेका थियौं. प्रिभियस भिडियोमा हामीले टेक्सचरल सोइल क्लासिफिकेसन सिस्टम को बारेमा पढ्यौं र कसरी चाहिँ त्यो युज गर्ने भनेर मैले दुईटा एक्जाम्पल पनि दिएको थिए. आजको लेक्चर भिडियोमा हामी पढ्ने छौं आस्थो क्लासिफिकेसन सिस्टम, अमेरिकन एसोसिएसन अफ स्टेट हाइवे एन्ड ट्रान्सपोर्टेसन अफिसियल क्लासिफिकेसन सिस्टम. यो क्लासिफिकेसन सिस्टम को नामबाट नै थाहा हुन्छ कि यो जनरली हाइवे डिजाइन गर्दाखेरि सोइल क्लासिफिकेसन गर्नको लागि युज गरिन्छ. यसको बारेमा हामी ट्रान्सपोर्टेसन इन्जिनियरिङमा डिटेलमा पढ्छौं नै. अब सोइल मेकानिक्स भित्र चाहिँ हामीले आस्थोको जस्ट सिम्पल कसरी सोइल क्लासिफाई गर्ने, के डाटा चाहिन्छ त्यो डाटा युज गरेर सोइललाई जस्ट क्लासिफाई गर्न मात्रै सिक्नु पर्छ. This classification system is based on both particle size analysis and plasticity characteristics. अब अगाडि हामीले जुन टेक्सचरल क्लासिफिकेसन को बारेमा पढ्यौं त्यो क्लासिफिकेसन सिस्टम के त मात्र खाली पार्टिकल साइज डिस्ट्रिब्युसन को आधारमा गरिन्थ्यो भने यो क्लासिफिकेसन सिस्टम जुन छ यसले पार्टिकल साइज एनालाइसिस पनि कन्सिडर गर्छ र प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स पनि कन्सिडर गर्छ. भनेपछि यो पहिला भन्दा अलि प्रिसाइज क्लासिफिकेसन सिस्टम भयो र पर्टिकुलर युज फर क्लासिफाइङ सोइल्स फर हाइवेज. अब आस्थो क्लासिफिकेसन सिस्टमले सोइललाई क्लासिफाई गर्छ इन 7 डिफरेन्ट ग्रुप्स. भनेपछि हाम्रो सोइल कि त A1, A2, A3, A7 सम्म हुन सक्छ. यहाँ जुन मैले A8 राखेको छु पीट भनेर यो पछि मात्रै एड भएको ग्रुप हो आस्थोमा र यसको एकदमै कम युज हुन्छ. हामीले अब एक्जाममा क्वेशन पनि सोध्यो भने A8 मा क्लासिफाई गर्नको लागि कहिले पनि सोधिँदैन. र जुन मैले यहाँ पीटको कुरा गरे यसको अब्जर्भेसन पनि हामी भिजुअल अब्जर्भेसनबाट गर्छौं. यसको लागि पार्टिकल साइज पनि कन्सिडर गरिदैन, प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स पनि कन्सिडर गरिदैन. सो बेसिकली हामीले बुझ्नु पर्यो कि आस्थो क्लासिफिकेसन सिस्टमले अल टुगेदर 7 डिफरेन्ट ग्रुपमा डिभाइड गर्छ हाम्रो सोइललाई, जसमध्ये हाम्रो A1 भित्र A1A र A1B हुन सक्छ र A2 भित्र पनि 4 वटा फर्दर सब ग्रुप्स हुन सक्छ. अब सुरुमा हेर्ने हो भने जुन हाम्रो सिब हुन्छ 0.075 mm साइज भएको सिब नम्बर 200, त्यसमा हामी गिवन सोइललाई पास गराउँछौं र पास गराएपछि यदि 35% र त्यो भन्दा लेस हाम्रो पास भएको छ सिब नम्बर 200 बाट भने हामी त्यो सोइललाई ग्रानुलर मटेरियल्स अथवा कोर्स ग्रेन सोइल भनेर आइडेन्टिफाई गर्छौं. त्यसैगरी यदि मोर देन 35% पास भइराछ भने त्यसलाई सिल्ट क्ले मिनरल्स अथवा फाइन ग्रेन सोइल भनेर क्लासिफाई गर्न सकिन्छ. अब यदि कोर्स ग्रेन हो रहेछ भने हाम्रो सोइलको फर्दर सब क्लासिफिकेसन हुन जान्छ कि त A1 कि त A2 कि त A3 ग्रुप. त्यसैगरी यदि फाइनर पार्टिकल्स रहेछ, सिल्ट क्ले मिनरल्स रहेछ भने फर्दर क्लासिफिकेसन हुन्छ A4, A5, A6 और A7 मा. अब जुन हाम्रो यो A1 देखि A7 भित्र क्लासिफिकेसन हुने कुरा गरे ग्रुपमा, यसको लागि हामीलाई चाहिन्छ एउटा नयाँ प्यारामिटर जसलाई भनिन्छ ग्रुप इन्डेक्स. के हो त ग्रुप इन्डेक्स भनेको? ग्रुप इन्डेक्स भनेको यसको एउटा एम्पिरिकल रिलेसन छ 0.2A + 0.05 AC + 0.01 PD. यहाँ जुन ABCD भेरिएबलहरु छ यिनीहरुको भ्यालु र सर्टेन रेन्ज हुन्छ, त्यसको बारेमा हामी जान्छौं. र त्यो भन्दा अगाडि हामी के जानु भन्दा मैले यहाँ F भनेर रिप्रेजेन्ट गरेको छु पर्सेन्टेज अफ सोइल पासिङ थ्रु नम्बर 200 सिब. भनेपछि सुरुमा जुन मैले यहाँ फाइनर मटेरियल अथवा कोर्सर मटेरियल भनेर आइडेन्टिफाई गर्नको लागि सिब गरेको थिए त्यो डाटा हामीले रेकर्ड गर्नुपर्छ र त्यसलाई F भनेर टिप्नुपर्छ. सो यो डाटाको जुन मैले यहाँ लेखेको छु F लेस देन 35 छ भने F एन्ड 35 इक्वल्स टु 0 युज गर्ने क्वेशन गर्दाखेरि यो किन भन्दाखेरि हाम्रो ABCD को सर्टेन रेन्ज छ, त्यो रेन्ज भित्र पार्नको लागि हो यो युज गर्ने. अब A स्मल a को भ्यालु हेर्ने हो भने A र B दुईटैको भ्यालु हाम्रो F मा डिपेन्ड गरेको छ. A भनेको F - 35 र B भनेको F - 15 र A र B दुईटैको हाम्रो रेन्ज 0 देखि 40 को बीचमा छ. भनेपछि केही गरी A को भ्यालु मेरो नेगेटिभ आएको छ -2 -3 भने त्यसलाई 0 पार्दिने र यदि केही गरी मेरो 50 आएको छ 45 आएको छ भने त्यसलाई 40 पार्दिने. त्यो रेन्ज भित्र चाहिँ हुनु पर्यो. त्यसैगरी C र D मेरो प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स कन्सिडर गरेर आएको भ्यालु छ. C को भ्यालु छ लिक्विड लिमिट -40 र यसको रेन्ज 0 देखि 20 को बीचमा छ र D मेरो प्लास्टिसिटी इन्डेक्स -10 र यसको रेन्ज 0 देखि 20 को बीचमा छ. प्लास्टिसिटी इन्डेक्स हामीसँग हुँदैन, हामीलाई प्लास्टिक लिमिट दिएको हुन्छ र प्लास्टिक लिमिट र लिक्विड लिमिट युज गरेर हामीले प्लास्टिसिटी इन्डेक्स पहिला क्याल्कुलेट गरेर अनि बल्ल डी क्याल्कुलेट गर्नुपर्छ. इस प्रकार जब ग्रुप इन्डेक्स आइसक्छ ग्रुप इन्डेक्स युज गरेर हामी सोझै भन्न सक्छौं कि हाम्रो सोइल कुन ग्रुपमा पर्छ. अहिले एउटा एक्जाम्पल गरेपछि हामी क्लियरली बुझ्छौं. अब मैले एउटा स्ट्यान्डर्ड आस्थोको चार्ट राखेको छु. यो स्ट्यान्डर्ड चार्टमा हामी हेर्न सक्छौं
यहाँ माथिको पोर्सन छ हाम्रो ग्रानुलर मेटेरियल अथवा कोर्स ग्रेन फ्र्याक्सनको लागि, जसको फर्दर डिभिजन A1, A2, A3 ग्रुप छ। त्यसैगरी तलको जुन लोअर मेरो टेबल छ यो सिल्क क्ले मिनरल्स अथवा फाइनाइट पार्टिकलको लागि छ, जसको फर्दर डिभिजन छ A4, A5, A6 अथवा A7। अब यहाँ भित्र फर्दर डाटा हामीलाई यदि क्वेशनले दिएको छ भने, जस्तै के डाटा त हामीसँग सिब एनालाइसिसको सिब नम्बर 10, सिब नम्बर 40, सिब नम्बर 200 बाट पास भएको डाटा र लिक्विड लिमिट र प्लास्टिसिटी इन्डेक्सको मिनिमम म्याक्सिमम भ्यालुहरूको रेन्जहरू दिएको छ। सो हामीलाई धेरै डिटेलमा डाटा क्वेशनले दिएको छ भने हामी डाइरेक्टली पनि यो स्ट्यान्डर्ड चार्ट युज गरेर सोइललाई इजिली क्लासिफाई गर्न सक्छौं। तर यदि हामीले ग्रुप इन्डेक्स क्याल्कुलेट गरेर क्लासिफाई गर्यौं भने हामीलाई यो चार्ट याद गर्न जरुरी हुँदैन। सो हामीसँग दुईटा अप्सन हुन्छ आस्थोको मेथडको युज गर्नको लागि। अब हामी एक्जाममा सोधेको एउटा क्वेशन गर्नतिर जान्छौं। मैले लिएको छु क्वेशन 2070 भाद्रबाट। यो 8 मार्क्सको वेटेज भएको क्वेशन रहेको छ। क्वेशन यस प्रकारको छ, अ स्याम्पल अफ इनअर्ग्यानिक सोइल हैज फलोइङ क्यारेक्टरिस्टिक्स। हामीसँग सिप साइज दिएको छ नम्बर 200 0.05 mm र यो सिपबाट पास हुने पार्टिकल कति छ त 55% छ। अब सुरुमा हामीले आस्थोको क्लासिफिकेसन गर्न अगाडि के भनेको थियौ त, सुरुमा हामीले केमा डिभाइड गर्नुपर्छ त, कोर्स फ्र्याक्सन हो कि फाइनर फ्र्याक्सन हो भनेर। सो हामी यहाँ के लेख्छौं, पर्सेन्टेज अफ सोइल पासिङ थ्रु सिप नम्बर 200 जसलाई F भनेर डेजिग्नेट गरिएको छ 55% छ र यो हाम्रो के छ 35% भन्दा ग्रेटर छ। 35% भन्दा ग्रेटर भएपछि हाम्रो सोइल के भयो त सिल्ट क्ले मिनरल्स भयो, जसलाई फाइन ग्रेन सोइल पनि भनिन्छ। अब फाइन ग्रेन सोइल भएपछि चार्ट याद गर्ने, फाइन ग्रेन सोइल भएपछि हामी राइट साइडतिर कि त A4, A5, A6, A7 चारवटा मध्ये एउटा कुनै ग्रुप भित्र हाम्रो सोइल पर्न जान्छ। अब फर्दर क्लासिफिकेसनको लागि चाहिन्छ ग्रुप इन्डेक्स। सो ग्रुप इन्डेक्सको फर्मुला मैले यहाँ राखेको छु र त्यो भन्दा अगाडि हामी अरु डाटाहरू हेरौं। हामीलाई लिक्विड लिमिट दिएको छ 50%, प्लास्टिक लिमिट दिएको छ 40%। हामीलाई चाहिन्छ प्लास्टिसिटी इन्डेक्स स्मल डी को भ्यालु क्याल्कुलेट गर्न। सो मैले सुरुमै प्लास्टिसिटी इन्डेक्स यहाँ क्याल्कुलेट गरेर राखिसके। अब ग्रुप इन्डेक्सको फर्मुला मैले यहाँ लेखेँ र यो फर्मुलामा युज भएको ABCD को भ्यालु मैले यस प्रकार क्याल्कुलेट गरेको छु। A भनेको छ F-35 जुन कि मेरो 20 आएको छ, B भनेको चाहिँ F-15 जुन कि 40 आएको छ। A र B को रेन्ज कति थियो, 0 देखि 40 को बीचमा थियो। हाम्रो विदिन रेन्ज परिरहेको छ, त्यही भएर हामीले केही पनि एडिट गर्नु परेन। यदि हाम्रो रेन्ज भन्दा बाहिर परेको भए हामीले यहाँ मिलाउनु पर्थ्यो र त्यसलाई रेन्ज भित्र पार्नु पर्थ्यो। त्यसैगरी C मेरो लिक्विड लिमिट -40 छ, 10 आएको छ, यो पनि मेरो 0 देखि 20 को बीचमा पर्यो, विदिन रेन्ज ओके छ। त्यसैगरी D मेरो 0 आयो, यो पनि मेरो रेन्ज भित्र परेको छ। यसरी A, B, C, D सबै भ्यालुहरु रेन्ज भित्र अलरेडी छँदैछ, नभएको भए हामीले पार्नु पर्थ्यो र रेन्जमा आइसकेपछि हामीले यो डाटाहरु सबै इक्वेसन 1 मा युज गरेर ग्रुप इन्डेक्स क्याल्कुलेट गर्नु पर्यो। सो यसरी ग्रुप इन्डेक्स क्याल्कुलेट गर्दाखेरि 5 आएको छ। अब हामीसँग अप्सन के थियो त, फाइन ग्रेन सोइल अथवा सिल्क क्ले मिनरल्स भित्र A4, A5, A6, A7 मध्ये एउटा कुनै ग्रुप पर्थ्यो। सो हाम्रो ग्रुप इन्डेक्स 5 भएकोले गर्दाखेरि सोइल हाम्रो A5 भएर क्लासिफाई भयो। यही भएर आस्थो क्लासिफिकेसन मेथड युज गरेर यस प्रकार हामीले सोइल क्लासिफिकेसन A5 अथवा ग्रुप A5 भनेर गर्यौ। यसरी हामीले आस्थो मेथड युज गरेर एउटा क्वेशन सल्भ गर्यौ र आस्थो मेथडको बारेमा बुझ्यौ। अब आस्थो मेथडबाट यस्तै क्वेशनहरु आउने गर्छ र 8 मार्क्सकै क्वेशन आउने गर्छ। यो एकदमै सिम्पल हुन्छ, बुझेको छ भने एकदम मजाले गर्न सकिन्छ। अपकमिङ भिडियोमा हामी अर्को सोइल क्लासिफिकेसन सिस्टमको बारेमा पढ्ने छौं र यसरी नै च्याप्टर 3 लाई कन्टिन्यू गर्ने छौं। थ्यांक यू।